धान पाकिरहेको जस्तो लागिरहेको स्कुल आइस सानो खोला जस्तो भन्नु नि यतातिर यस्तो यस्तो रमाइलो छ ठाउँहरू हेर्न धान लडाइदिएर मान्छेहरूले माछा नि त प्रायः अब झिसिल किराई सातो बुढो क्या मेरो आम्मा त्यस्तो भइरहेको मलाई त यहाँ रहेछ सातो पुट्लो बुढो क्या भनेर त्यस्तो हो फाइनल मेरो गोठ आइपुग्नु आँट्यो त्यही हो मेरो गोठ होइन परको हो मेरो गोठ चाहिँ गाई के भन्नु अब मेरो युट्युब च्यानलको सर्टमा होइन ढालको युट्युब च्यानलको सर्टमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भ्युज धेरै बढोस् बाई यही हो मेरो गोठ नेक्स्ट धान पाकिरहेको जस्तो लागिरहेको स्कुल आइस सानो खोला जस्तो भन्नु नि यतातिर यस्तो यस्तो रमाइलो छ ठाउँहरू हेर्न धान लडाइदिएर मान्छेहरूले माछा नि त प्रायः अब झिसिल किराई सातो बुढो क्या मेरो आम्मा त्यस्तो भइरहेको मलाई त यहाँ रहेछ सातो पुट्लो बुढो क्या भनेर त्यस्तो हो फाइनल मेरो गोठ आइपुग्नु आँट्यो त्यही हो मेरो गोठ होइन परको हो मेरो गोठ चाहिँ गाई के भन्नु अब मेरो युट्युब च्यानलको सर्टमा होइन ढालको युट्युब च्यानलको सर्टमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भ्युज धेरै बढोस् बाई यही हो मेरो गोठ नेक्स्ट